हालेलुया परमेश्वरलाई धन्यवाद। विशेष कुरो म अलिकति छोटो वचन लगाउन लाग्यो अनि म वचन बोल्नु चाहे मेरो मलाई मार्गीले अलिक गल्ले गल्ले स्वर पनि भइरहेछ र पनि परमेश्वरलाई क्षमा माग्दै म वचन लाउनु चाहे एकदमै परमेश्वरको यो प्रेरित नयाँ करारबाट प्रेरित 5 अध्यायको म लाउँदैछु। परमेश्वरले आशिष गर्नु है साथी हो। नमस्कार, जय मसी सबैजनालाई। राम्रो लाग्यो भने तपाईँहरू पनि सुनेर आशिष हुनुहोस्, राम्रो लागेन भने पनि क्षमा दिनुहोस्, केही नभन्नुहोस् ल। परमेश्वरलाई धेरै धेरै धन्यवाद। अनि म यो केही भन्नु लाग्यो, मलाई मन पर्यो साफिरा र हननियाको बारेबाट है। परमेश्वरलाई धन्यवाद। हननिया र साफिरा है शीर्षकमाथि हननिया र साफिराको बारेबाट है, जमिन बेचेको बारेबाट मलाई केही भन्नु मन लाग्यो। परमेश्वरलाई धन्यवाद। अनि यहाँ भनेको छ 5 अध्यायमा, तर हननिया नाउँका कोही एकजना र तिनकी पत्नी साफिराले एक टुक्रा जमिन बेचे र 2 माने र त्यसको मोलबाटो तिनकी पत्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे। जमिन बेचेर केही हिसाब आफूसँग राखे रे र केही हिस्सा ल्याएर प्रेरितहरूका शरणमा राखिदिए। एक टुक्रा जमिन चाहिँ बेचेछ कि, अनि हननिया र साफिराले एक टुक्रा जमिन उनीहरूको बिक्री गरेछ। बिक्री गरेर चाहिँ परमेश्वरको छोराछोरीले त अब दशंश छुट्याउनुपर्छ त्यो जमिनको, अनि दिनुपर्छ। हामीले चाहिँ अब भनेर भनेको छ नि त, हामी परमेश्वरको छोराछोरीलाई त होइन। अब अरू धर्म शास्त्र मान्नेहरूलाई त अब त्यो थाहा छैन होइन। अनि हामी परमेश्वरको छोराछोरी चाहिँ त्यसरी दिनुपर्छ है, मान्छेलाई होइन, परमेश्वरलाई दिनुपर्छ माथि है, स्वर्गमा छुट्याएर नदिँ हुँदैन हामीले जसरी पनि, नभए आफ्नो मृत्यु हुन्छ भनेको छ। परमेश्वरलाई धोका दिनु हुँदैन, मृत्यु पनि हुन्छ, हामीले क्रोध पनि पाइन्छ, परमेश्वरलाई ढाँट्नु हुँदैन है। अनि यसरी अब यसले के भन्दै जाँदैछ वचनले, तपाईँ हजुरहरूले सुन्नुहुन्छ अनि शक्तिशाली आशिषित पनि हुनुहुन्छ र तपाईँहरूलाई केही लागेको इच्छा लाग्यो, मन पर्यो भने पनि लाइक गर्नु होला, मन परेन भने पनि नगर्नु, सियोर गर्नु होइन, लाग्यो भने सियोर गर्नुहोस् तपाईँहरूले। अनि त्यसरी भन्नुभएछ हेर है, राखिदिए, फेरि प्रेरितहरूका शरणमा राखिदिए अरे। उसले पैसा त उहाँ लगेर राखिदियो नि त। अनि 3मा भनेको छ, तर पत्रुसले सोध्यो अरे, तर पत्रुस भन्ने एकजना थियो अब बाइबलमा होइन मान्छे। पत्रुसले भने, ए हननिया, पवित्र आत्मासँग झुटा बोल्ने र जमिनको बिक्रीको मोलबाटो केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा राखिदियो। हेर त, आफूसँग राख्ने कसरी शैतानले कुरा लगाइदियो अरे, दुष्ट शैतानले लगाइदियो नि त। नदिउँ भन्ने क्या, दया नगरौँ, कसैलाई नदिउँ, दुखी गरिबहरूलाई कसैलाई हेल्प नगर्ने होइन, परमेश्वरलाई पनि नदेऊ। उसलाई शैतान भित्रबाट त्यो लोभ लाग्यो क्या, लोभ शैतानले लगाइदियो क्या। हालेलुया, यस्तो हुनु हुँदैन। हालेलुया,
हो पवित्र आत्माको उपस्थिति हुँदैछ है। अनि यस्तो डर लाग्दो नि त कुरा। अनि मलाई पवित्र आत्माले चाहिँ यस्तो मान्दैन क्या। अनि मलाई यो अगुवाई भए अनुसार लगाएको है, हजुरहरूले सुन्नुहुन्छ। अनि शैतानले कसरी तिम्रो मनमा राखिदियो भनेको छ, यो कुरा राखिदियो हेर त। छले नि त परमेश्वरलाई ढाँट्यो, अघि भनेको छ नि पवित्र आत्मालाई ढाँटेर। पवित्र आत्मालाई त ढाँट्नु हुँदैन नि, पवित्र आत्मा यहाँ हुन्छ, आफ्नै मनमा हुन्छ, ढाँट्नु हुँदैन। तर उसलाई चाहिँ लोभ पाप त्यो नदिउँ लाग्यो क्या। टुक्रा बेचेर जमिन कति पैसा थियो, लोभ लाग्यो है। अहिले हामीहरू पनि ट्याक्स फाइलहरू गर्छौँ, पैसाहरू आउँछ, हामीलाई लोभ लाग्छ, यसरी पोस्छ। हेर्नुहोस् यो वचनले के भनेको छ तपाईँ हजुरहरूले। अनि हामी परमेश्वरको भाग त हजारको 100 त छुटाउनै पर्छ। दशंश भनेको डर लाग्दो छ। अनि यसरी कुरा लगाइदियो मैले वचन, यसरी कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो परे त शैतानले। हेर त त्यो अनि 4मा भनेको छ त्यो बिक्री नभइन्जेल के त्यो तिम्रो आफ्नै थिएन? त्यो बिक्री नभइन्जेल के तिम्रो त्यो आफ्नै थिएन? हेर है, आफ्नै थियो नि त। बिक्री गर्यो र अर्काले लग्यो, तर पैसा त उसले लियो, हात पार्यो, नभए त आफ्नै थियो नि त, आफ्नै थियो। बिक्री आफ्नै थियो नि त। हालेलुया, परमेश्वरलाई धन्यवाद। 4 पदमा है। र त्यो नानीले डिस्टर्ब गर्यो। र त्यो बिक्री भएपछि, सरी है, नानीले डिस्टर्ब गर्दैछ। त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थियो। त्यो बिक्री भएपछि पनि तिम्रै अधिकारमा थियो अरे। र यस्तो काम गर्ने विचार तिम्रो हृदयमा तिम्रो त्यो विचार गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? हेर त, कसरी आयो भने परमेश्वरलाई ढाँटेपछि त त्यो कसरी आयो त ढाँट्ने? त्यो घिनलाग्दो हृदय कसरी आयो? परमेश्वरलाई ढाँट्यो नि त। अनि त्यो हृदयमा कसरी आयो? हेर है क्वेसनसँग। तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ। हेर त, परमेश्वरलाई नै ढाँट्यो नि त, मानिसहरूलाई त होइन नि त। परमेश्वरलाई ढाँट्यो, मानिसहरूलाई पनि ढाँटेको होला। प्रेरितहरूकोमा लगेर राख्यो, पैसा दिएर भएर प्रेरितहरूको के जातिमा राख्यो। तर परमेश्वरलाई त दिनु नि त, लोभले होइन, दुखी गरिबलाई नदिँदा। लोभ धन सम्पत्ति कमाएर मान्छेले लुकाएर राख्छ क्या। यो लुकाएर राख्नु हुँदैन। माथिबाट त हेरिरहेछ हामी परमेश्वरको जनलाई, हामी माथिबाट हेर्ने परमेश्वर हुनुहुन्छ है, परमेश्वरले हेरिरहेको हुन्छ। अनि मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ। परमेश्वरलाई ढाँटेको छौ भने अब तल 5मा सुन्नुहोस् कसरी भनेको छ। यो कुरा सुनेर हननिया भुइँमा लडे। हेर है, हननियाले अब सुन्यो नि त, थाहा पायो नि त। यो कुरा सुनेर हननिया भुइँमा लडे र तिनले प्राण त्यागे। हेर त, त्यागे आएन, प्राण त्यागिहाल्यो, मरे नि त। पत्रुसले त राम्रो भनेको बा मोर्छ भनेर सम्झाएको, तर सम्झाउँदा लागेन त। त्यो सुनेर सबै मानिस ठुलो डर पस्यो। सबै
मानिसमाथि ठुलो डर पस्यो अरे, डर छायो अरे। हेर त, अब डर लाग्यो नि त, अब डर लाग्यो। कतिजनाले लुकाएर त्यसरी खान्थ्यो, कतिजनाले के गर्थ्यो होइन। परमेश्वरको स्वर्गमा त हामी जान्छौँ भन्छौँ, स्वर्गमा जाने मान्छे यस्तो हुँदैन। हालेलुया। स्वर्गमा जाने मान्छे यस्तो हुँदैन। स्वर्गमा त हामी जान्छौँ भन्छौँ नि, अहिले साफिरा र हननिया जस्तो हामी हुनु हुँदैन। हालेलुया। एक टुक्रा जमिन बेचेर लुकाएको अरे प्रेरितको मण्डली कुलमा लगेर लुकाएको उहाँको वंशहरूमा। हेर त, परमेश्वरले त देख्यो नि त। परमेश्वरको नजरमा त हामी, परमेश्वरको छायामा त हामी त परमेश्वरलाई त दिनुपर्छ, मानिसलाई होइन, परमेश्वरलाई दिनुपर्छ। जसरी पनि हामी 100को 10 रुपियाँ छुटाउनुपर्छ हामीहरू पर्सन काटेर। यति पनि ढाँट्नु हुँदैन परमेश्वरको छोराछोरी। मलाई चाहिँ डर लाग्छ, मलाई थाहा छ। मलाई एकखेप ढाँटेर म ब्याङ्कमा अलिकति अलिक पुग्दैन होला भनेर अपुग हुनु खोजेँ। उहाँ नर्दाकोठामा बस्दाखेरि अब म यति मात्रै दिनु पऱ्यो भनेर दिँदाखेरि मेरो ओभरड्राफ्ट ब्याङ्क बङ्गाई 500-600 रुपियाँ तिर्नु परेको छ। मलाई डर लाग्छ यसरी। परमेश्वरलाई धन्यवाद। अनि यस्तो भनेको छ, हेर त, म फेरि दोहोऱ्याउँछु ल। 5 को यो कुरा सुनेर हननिया भुइँमा लडे र तिनले परन त्याग्यो। हेर त, त्यसले परन त्याग्यो अरे। त्यो सुनेर सबैमाथि ठुलो डर छायो, ठुलो डर छायो। हेर त, ठुलो डर लाग्यो। कतिजना त अब त्यस्तो भएको थियो। अब यो शिक्षाले सुन्यो नि त। अनि 6 मा तब यो जोवानहरूले उठेर तिनलाई गाड्न लगे। तिनलाई लुगाले बेरेर बाहिर निकाली लगे र गाडी दिए। बाहिर लगेर पनि गाडी दियो अरे हननियालाई। क्रोधले छायो, परमेश्वरलाई ढाँट्यो, त्यसको मृत्यु निदान भयो। हेर, निदान भयो। परमेश्वर ठट्टाका परमेश्वर होइन, ठट्टा गर्नु हुँदैन। हामीले ठट्टा गर्नु हुँदैन भनेको चाहिँ यो है। डर लाग्दो छ नि, यो डर लाग्दो हो। हामी कति बिजनेस गर्छौँ, कति के गर्छौँ, हरेक किसिम गर्छौँ। अलिअलि भएको पैसाहरू लुकाएर थरथर कामेर राख्छौँ। हामीले दुःख कष्ट गरेर पनि घरबाट तिर्नु पुगेन भने पनि जसै गरेर पनि परमेश्वरको भाग जति दिउँ न, उति आशिष पो आउँछ त। आशिष नभई पनि दिनुपर्छ। जाँचेर हेर्नुपर्छ क्या। जाँचेर हेर भनेको छ। मलाई जाँचेर हेर, मलाई पार्खा गरेर हेर। तेरो सबै टकटकाएर मलाई दे परमेश्वरले। तेरो पोखिने गरी चुली भइन्जेल मलाई दिनेछु खाँदी भनेको छ। पोखिने गरी दिन्छु भनेको छ। परमेश्वरले आशिष दिन्छ। आफ्नो हृदय जाँच्छ क्या। यहाँ हृदय जाँच्छ परमेश्वरले। कतिको म प्रति माया छ, उनीहरूको कतिको हृदय राम्रो छ, सफा छ भनेर। अनि हामी परमेश्वरको छोराछोरी हृदय सफा हुनुपर्छ। यो मैला धैला होइन, यहाँ पाप लुकाएर राख्ने होइन। हामीले लोभ गरेर पाप गरेर हामी यहाँ राख्ने होइन। हालेलुया। अनि त्यसरी गाडियो। हेर है, र गाडियो र 7 मा के भनेको छ भने जे भइसकेको थियो सो थाहा नपाई प्रयास 3 घन्टापछि। हेर है, प्रयास 3 घन्टापछि तिनकी पत्नी पनि भित्र आई। तिनकी पत्नी पनि भित्र आई अरे, भित्र पस्यो अरे। तिनकी पत्नी आयो नि त। अघि साफिराले मनभित्र उसकोमै पैसा चाहिँ राख्ने थियो, तर पनि प्रेरितहरूकोमा लगेर राखेछ। हेर्नु है, तिनकी पत्नी पनि आई। पत्रुसले त्यसलाई सोधे। पत्रुस त परमेश्वरको छोरा हो। परमेश्वरकै जन हो नि त। पत्रुससँग बोलेको छ परमेश्वर चाहिँ।
परमेश्वर सिधै बोलेन, पत्रुसँग बोलेको छ है। परमेश्वरै बोलेको हो नि त यो। अनि तिनकी पत्नी भित्र आए। अनि त्यहाँ फेरि आइसक्यो। अनि पत्रुसले त्यसलाई सोधे, मलाई भन् मलाई भन् भनेको छ, तिमीहरूले जमिन त्यति नै बेचेका छौ? त्यतिमै पर्छ, सरी आँखा पनि, त्यतिमै बेचेका हौ? परमेश्वरले सोधे, त्यतिमै बेचेको हौ? कति लुकाएको रे, त्यतिमै बेचेको हौ भनेर सोधे। अनि त्यसकी पत्नीले साफिराले भनिन्, अनि त्यतिमै बेचेका हौ भनेर भने। अनि त्यसले भनी, ज्यू त्यतिमै, हेर है त, त्यति नै बोलेको छ साफिराले, ज्यू त्यतिमै भनेर ढाँट्यो उसले पनि है, ढाँट्यो। तर पत्रुसले त्यसलाई भने, तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर त, पत्रुसले भने, मतो गरे नि त, हेर। तर पत्रुसले त्यसलाई भने, तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? क्वेसन मार्क, कसरी मतो गर्यौ? अब बुढीलाई त अब बुढा त मरि त गयो, त्यसले आत्मा त बचाएन। अब बुढीलाई त बचाउनु पर्यो नि त, आत्मा बाँच्ने कोसिस त पत्रुसले गर्दैछ, उसको पनि आत्मा बाँचोस् भनेर, हेर है। अनि ढाँटिहाल्यो अब। अनि फेरि त्यो कसरी मतो गर्यौ भने है, क्वेसनसँग, हेर तिम्रो पतिलाई गाड्नेहरू ढोकामै, हेर है, अब डर देखायो नि त, तिम्रो पतिलाई गाड्नेहरू ढोकामै छन्, हेर त, अघि जवानहरू ढोकामै छन्, र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजाने छन् भनेको चाहिँ, अब शैतानले त ढोकामै त्यो गाड्ने त्यो ढोकामै उभिराखेको छ भनेको हो नि त शैतानहरू चाहिँ। अघि गाडिहाल्यो बुढालाई पनि शैतानहरू, हेर है, शैतानहरू आएर त्यसको मृत्यु भइगयो। अनि मानिसले लानु त लग्यो, तर शैतान हो नि त त्यो मार्ने मृत्यु चाहिँ। अनि फेरि बुढीलाई पनि भनेको छ ढोकामै छन्, हेर त, कसरी भनेको छ मिलाएर, यो चाहिँ बुझ्नुपर्छ हामीले, भित्र रूपले बुझ्नुपर्छ। हालेलुया, हालेलुया, हालेलुया। ढोकामै छन्, हेर है, ढोकामै छन्, र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजाने छन् भनेपछि बाहिर लान्छ, बोकेर भनेपछि शैतानले ढोकामै उभिरहेको शैतानले चाहिँ फेरि बाहिर गाड्ने ठाउँमा, बुढा गाड्ने ठाउँमै लान्छ भनेको कुरो हो यो चाहिँ हामीले यसरी बुझ्नुपर्छ। उल्टो सुनेर हुँदैन, यो हामीले बुझ्नुपर्छ यसरी। अनि उसलाई कति डर देखाउँदा पनि भएन नि त। अनि कति उसले मन फर्काउँछ कि बा परमेश्वरलाई दिन्छु, म परमेश्वरको भाग हामीले खाएछौँ सरी भनेर, बुढा यसरी मेरो हस्बेन्ड हननिया मर्यो, अब म पनि बाँच्नुपर्छ, मेरो आत्मा पनि बचाउनुपर्छ भनेर चाहिँ उसले चाहिँ भन्नुपर्नेमा भनेन नि त, भनेन है, हालेलुया, भनेन। यस्तो महान वचन छ कि परमेश्वरलाई धन्यवाद। अनि यहाँ अब धेर त छैन, अब म अलिकति भन्छु। अनि यहाँ 10मा के भनेको छ भने हेर्नु है, 5को 10मा है, 5को 10मा फेरि, अनि तुरुन्तै त्यो उहाँका पाहुनेरा लडी र प्राण त्याग गरी, हेर त,
प्राण त्यागी त गो त बुढीले पनि प्राण त्याग्यो कति गर्दा पनि सकेन नि त पत्रुसले कति भन्दा पनि सकेन उसले कति बिन्ती गरे होला अब बाइबलमा मात्रै त्यति लेखिएको छ बिन्ती गरे होला तिम्रो हातमा बचाऊ यसरी हुँदैन भनेर भनेको थियो होला तर यहाँ क्वेसन मात्रै लेखेको छ त कति फकायो कति भन्यो पत्रुसले त नमरोस् भन्ने होला तर उसको लोभ पोसेर त्यो दुष्टले त्यहाँनिर लोभ लगाएर त्यो धन प्रेरितहरूकोमा लुकाएर राखे क्या कति गर्दा पनि सकेन हेर है हालेलुया त्यस्तो भएको छ अनि 10 मा अनि अब हेर त 10 मा त्यसो भन्यो अनि तुरुन्तै त्यो उहाँका पाहुनेरा लडी र प्राण त्यागी त्यो पत्रुसकै पाउमा भन्दा बर्लङै लड्यो मरेको छ सरप पाएपछि त बर्लङ लड्छ नि त अनि अस्ति क्यालिफोर्नियामा पनि कस्तो भएको छ एउटा नाटकनीले नाटक देखाउँदाखेरि छोरी मान्छेले बाइबल चेतेर जिजसले क्या गर्छ हो खिल्ली उडाउनु हुँदैन परमेश्वरको ठट्टा गर्नु हुँदैन परमेश्वरलाई हिंसाउने हरेक गर्ने त्यो मान्छेलाई नि माथिबाट हेरिरहेको हुन्छ उहिले भगवान धुरीबाट कराउँछ है गल्ती गर्यो भने यो पाप लुकाउनेलाई धुरीबाट कराउँछ भन्थेन हिन्दूमा पनि अहिले त परमेश्वरले तुक्को त्यो छोरी मान्छे हरेक गरिरहेकोमा त्यसरी नाच गान ढिस नाचेर हरेक नाटक देखाइरहेकोमा त्यो जिजसको बारेमा कसले के भनिदियो अब सुसमाचार सुनाउँदै आयो होला त्यहाँ कतिजना होइन यस्तो नहोस् यस्तो रमझम नगरोस् परमेश्वरको योजनामा बरु राम्रो होस् नाङ्गे नाच्ने ढिस्को नाच्ने व्यभिचार गर्ने गरिरहेको देख्यो होला सुसमाचार गर्दै आयो होला बाइबल बोकेर आएको थियो होला सुसमाचार गरेर त्यो के अरे गीतको किताब बोकेर आएको थियो होला सुसमाचारको किताब बोकेर आएको थियो होला गर्दै माइक्रोफोनमा अब सबैले देख्यो त्यसको 20 दिनमा उसको हिस्टोरी हामीले पढ्यौँ म त जान्दिनँ मेरो बहिनी जान्दछ पढ्नु निकालेर पनि त्यसको 20 दिनमा तुरुन्त त्यहाँनिर आगो खसेको छ आगो कसरी खस्यो अरू जातिहरूले त आगो कसरी लाग्यो भन्ने अब आगो सल्क्यो के ग्यास स्टेसनबाट केबाट भन्ने होला होइन तर त्यो परमेश्वरले माथिबाट खसाइदिएको त्यो आगो लापरवाही भयो नि त जिन्दगी धनी त्यहाँ लस एन्जल भन्ने उहिले मान्छे हराएको थियो अरे अनि लस एन्जल भन्ने अनि लस एन्जल नाम राखेको अरे त्यहाँनिर राम्रो मान्छे हराएको थियो अरे क्या त्यो राम्रो होइन अनि त्यहाँनिर चाहिँ एकदम धनी एकदम अब हामीले त के यो सिसौटे भुसौटेले भनेको कुरामा पत्याउँदैन मान्छेहरूले प्रभुलाई धन्यवाद प्रभु पनि मलाई त्यस्तो अगुवाई भएर मैले लगाएको आज वचन हालेलुया परमेश्वरको वचन ठट्टा छैन त्यो मान्छे ती नै गरेर बङ्गाई माइक्रोफोनसँगै लडेको ती ठराइ भयो हेर्नु त्यसको 20 दिन पछाडि त्यो मान्छे त्यो केटी पनि त्यो आगो खस्यो त्यो केटी पनि त्यहाँ भन्नु सायद पुर्लुकै लडेको त्यो उठेन अरे त्यो मृत्यु भयो अरे त्यो कुरा त नि यहाँ इन्डियाको द्रासिङ पास्टर पर्फेक्ट उसले लगाएर पनि बोलिरहेको छ अगमबाडी पुरा त्यो केटीको त्यो खैरेनी हो कि के जात हो नि खैरेनी त होइन होला कि के जात हो त्यो नाटक गर्ने केटी त्यो बाइबल चेत्ने गरेर बाइबल किताब सब चेतेर बरर फ्याँक्ने त्यहाँ कतिजना मान्छे हाँस्ने खिल्ली उडाइरहेको नौवा बाजेले नौका बनाएर तिमीहरू आऊ भन्दाखेरि कति खिल्ली उडाएको थियो तिमीहरू अब संसार प्रलय हुनु आँट्यो भित्र पोसो भनेर उसले सबै गरिसक्दा पनि उनीहरू खिल्ली उडाएर हे यो बुढा के भन्छ भनेर खिल्ली उडा त्यस्तै भएको छ लस एन्जलमा त्यस्तै भएको छ त्यहाँदेखिको आगो खस्दाखेरि आगो खसायो त्यहाँनिर खसाइदिएर आगो मार्नु सकेन आज चराको मुखबाट पनि आगै त्यहाँनिर पोस्ने पानी माथिबाट जासबाट प्लेनमा खसाउँदा पनि आगैको हुर्रा गएको जस्तो झन् बढ्ने आगो हेर त कोरत खस्छ त्यसरी
हामी धन सम्पत्ति लुकाएर धनी भएर मह्यौँ भएर मस मज मलमा डुबेर परमेश्वरलाई खिल्ली उडाएर संसार सृष्टि गर्ने को हो? पहिले सबभन्दा उत्पन्न भएको कुन किताब हो? मान्छेले नि यो विवेकले नि काम गर्दैन मान्छेको। वैज्ञानिकहरूले भनेको पनि सुन्नुपर्छ। धन सम्पत्तिमा मस मलमा डुबेर मान्छे बसेपछि यो विवेकलाई ठिक त्यतापट्टि जान्छ, धन सम्पत्तिमा लोभ लालचमा। अनि परमेश्वर जिजस कुन हो? अनि संसारमा त्यो बनाइरहेको त्यो हरेकको मान्यो पुज्यो, ढुङ्गामुढा पुज्यो, खाइयो बस्यो। मै पनि त्यस्तै थिएँ। तर अहिले जिजसमा हामी आएपछि हाम्रो आत्मा बचाउने परमेश्वर चाहिँ जिजस रहेछ। हाम्रो आत्मा चाहिँ बचाउनु पर्ने रहेछ भन्ने हामीले पनि थाहा पाएर म पनि यस्तो भएको छु है। हालेलुया, परमेश्वरलाई धन्यवाद। यसरी थाहा पाउनुपर्छ हामीले। हिन्दू जातिहरू कतिजना छैन, विभिन्न धर्म मान्नेहरूले पनि मेरो वचन प्लिज सुनिदिनुहोस् अन्तिमसम्म। हजुरहरूमा आशिष हुनुहोस् है। र जिजसलाई चाहिँ कहिले पनि इन्कार नगर्नुहोस्। मलाई जेसुकै हिन्दू बाजीहरूले लेख्यो भने पनि ठिकै छ, म धन्यवाद उनीहरूलाई धेरै आशिष गर्नु प्रभुले भन्छु। तर जिजस माथिबाट हेरिरहेको हुन्छ, माथिबाट फ्याल्ल आँसु झरेर उसको रुयो भने आँसु एक थपा यो संसारमा झऱ्यो भने त्यहाँनिर संसार हल्लाइदिन्छ, भूकम्प हरेक आएर आँसु उसको झऱ्यो भने। थाहा छ नि, चिन्ह बाइबलमा लेखेको सबै चिन्ह अहिले प्रत्येक देखाइरहेछ। के हुँदैछ? भलकेन्द्रहरू उठेर बगाएर, बाढी सुनामी आएर, हावा हुरी आएर, हरेक हुरिकेन आएर विभिन्न किसिम गर्छ। भुइँचालो आएर विभिन्न आगो पठाएर हरेक परमेश्वरलाई ठट्टा गर्ने कहिले पनि नेभर नगर्नु। अनि यहाँ के भनेको छ? साफिरा मरी भनेको छ। अब हेर है, मर्यो, मरि त गयो, परन्ती आगी भनेको छ। त जब जवानहरू भित्र आए त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे। हेर त, बाहिर लानु पर्यो नि त। अब अघि ढोकामा उभिरहेछ भनेकै छ। शैतान दुष्ट त ढोकामा उभिरहेको छ नि त। हेर, ढोकामा उभिरहेछ भनेको थियो कि थिएन अघि? होरी खारा बारा बारा बासो खोरोन्दोरो बसे। हालेलुया, हालेलुया। र त्यसको पतिको नजिकमा गाडी दिए। हेर त, अघि पति पनि चुइँ गाड्यो, फेरि पत्नी पनि ती गाड्यो, त्यसको पतिको नजिकमा गाडे भनेको छ। अनि तल 11मा के भनेको छ भने सारा मण्डलीमाथि एक र ती कुरा सुन्ने सबैमाथि ठुलो डर छायो। हेर त, ठुलो डर छायो अरे। डर छायो नि त। अब कसरी चाहिँ त्यो अब हाँकी अब जमिनको पैसा लुकाएर राख्यो, परमेश्वरलाई नदिकन, दशंश नदिकन। परमेश्वरको योजनामा मानिसलाई होइन, मानिसको पुजारीहरूलाई पनि दया गरेर दियो भने परमेश्वरलाई दिएको जस्तो हो। तर परमेश्वरलाई चाहिँ जसरी पनि दिनुपर्छ। हामी डर लाग्दो यस्तोमा कहिले पनि नफास्यौँ। परमेश्वरलाई धन्यवाद यो वचनले। परमेश्वरलाई धेरै धेरै धन्यवाद। हामी चाहिँ परमेश्वरको डर भर राखेर हिँड्ने छोराछोरी, कहिले पनि नेभर परमेश्वरलाई रुवाउनु हुँदैन। हालेलुया। परमेश्वरको अनुग्रहमा हिँड्ने छोराछोरी चाहिँ परमेश्वरको अभिषेक बोकेर हिँड्ने, आगो बोकेर हिँड्ने, परमेश्वरको उपस्थिति बोकेर हिँड्ने छोराछोरी। हामी यति ढाँट्नु हुँदैन, छल्नु हुँदैन परमेश्वरको कुरा। व्यभिचार हेर्नु हुँदैन, फाँसिनु हुँदैन,
विभिन्न लोभ लालचमा फास्नु हुँदैन, संसारपट्टि फर्केर हेर्नु हुँदैन, माथिको कुरालाई हेर भनेको छ, माथिको कुरालाई हेर्नुपर्छ हामी। हालेलुया। होसना। मलाई आज यो वचन लगाउँ लाग्यो। प्रभुलाई धन्यवाद। ओ हालेलुया प्रभु, मलाई यो अभिषेक आएको है। यो प्रभु, म परमेश्वर प्रभुमा ठट्टा गर्ने छोरी होइन, म परमेश्वर प्रभुमा खिल्ली गर्ने होइन छोरी, शक्तिशाली पावरफुल भएर जाने छोरी म। परमेश्वरको अभिषेक भित्र पसेर जाने। परमेश्वर चाहिँ यस्तो महान हुन्छ कि म त, मेरो बाउ त धामी हो, मेरो बाउको धामीको छोरी हो म, तर म धामीपट्टि मलाई मतलब छैन, थाहा छैन। मेरो प्रभु यस्तो हुन्छ भनेर म यसरी परमेश्वर प्रभुले मलाई चुन्नु भयो। म आएपछि शक्ति सामर्थ्य चाहिँ जति नै बौद्ध तीर्थ गए, जति नै व्रत बसौँ, केही पाइनँ मैले। यो परमेश्वर प्रभुमा आएपछि मलाई शक्ति पाएको छु, बल पाएको छु। हालेलुया। बिरामीहरू निको हुने, प्रार्थना गर्दाखेरि चङ्गै हुने वरदानहरू पनि पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद। हालेलुया। यस्तो शक्ति पाउँछ कि, यस्तो अभिषेक पाउँछ कि, यस्तो महान महान काम गर्ने परमेश्वर, महान परमेश्वरलाई किन हामी ठट्टा गर्नु, किन हामी गिल्ला गर्नु? यो वचन अनुसार हामी जानुपर्छ, सिक्नुपर्छ। पवित्र आत्माबाट भित्रको पवित्र आत्माभित्र पसेर हामी हिँड्नुपर्छ। हालेलुया। यो पवित्र आत्मा चाहिँ पक्रेर हिँड्नुपर्छ, अभिषेक पक्रेर हिँड्नुपर्छ, हामी डर भएर हिँड्नुपर्छ। हालेलुया। यस्तो वचन मिठो, यस्तो। हालेलुया। हालेलुया। प्रभु तपाईँहरूलाई, सुन्नेहरूलाई मन दुख्यो भने पनि, दुखाउनु भयो भने पनि ठिकै हो, दुखाउनु भएन भने ठिकै हो। प्रभुलाई धन्यवाद दिन्छु म। हालेलुया। तर यो चाहिँ शिक्षा एकदम राम्रो छ नि। परमेश्वरलाई धन्यवाद। हामीहरू दुखी गरिबलाई हेर्नुपर्छ, कहाँ सुसमाचार गर्दैछ त्यहाँ बाँड्नुपर्छ। हरेक बिरामी, विधवा, टुरा टेङ्राहरू कहाँ छ, आफूलाई नभई म चाहिँ दिने मन हृदय मेरो होस् भन्छु जहिले पनि। प्रभु धन्यवाद। हामी यो हननिया र साफिरा जस्तो हुनु हुँदैन। हालेलुया। लुकाएर राख्नु हुँदैन, जमिन बेचे पनि। यहाँ त जमिन पनि छैन र पनि प्रभु हामीहरू एउटा केही गऱ्यौँ भने पनि परमेश्वरको योजनामा दिन्छौँ। केही हामी अलिकति यसो केही कुरो ल्याउँ भने पनि परमेश्वरको योजनामा राखिदिइहाल्छौँ। हामी भवनमा राखिदिन्छौँ, ठ्याक्कै भवनको मन्दिरमा राखिदिन्छौँ हामी। परमेश्वरलाई धन्यवाद। जो कोहीले खाओस्, पुजारीहरूले खाओस्, पुजारीहरूले खान्छ खान्छ, उनीहरूले पनि प्रार्थना गर्छ धेरै, तर परमेश्वरले देख्नुहुन्छ। प्रभु धन्यवाद। म यो वचनलाई एकदमै मलाई लगाउँ लाग्यो। बेला बेला मलाई यसरी प्रभुले दिनुहुन्छ। म प्रभुको छोरी हो, म आफै, म यीशुको छोरी हो, म यीशुको छोरी हो, म अरूको छोरी होइन। संसारको आमा बाउ त छ, तर म आत्मादेखि जन्माउने मेरो परमेश्वर छ। हालेलुया। शरीरबाट जन्माउने मेरो बाउ आमा छ, आत्माबाट जन्माउने मेरो प्रभु छ। हालेलुया। यो वचन हालेलुया। प्रभुलाई धन्यवाद। एकदम रिसिभ गर्छु म, मेरो परमेश्वर, म आफैलाई आफै रिसिभ गर्छु। प्रभुलाई धन्यवाद। हालेलुया। यति भन्दै आज मैले कति मिनट बोलेछु, प्रभु धन्यवाद। हालेलुया। प्रभु धन्यवाद। यो वचनले सबै छोराछोरीले कतिजनाले हेर्छ, उहाँहरूले आशिष पाउनु सकेकोस् प्रभु। एकदमै शक्तिशाली डर भैया मान्नु सकेकोस् प्रभु। आज यहाँ डर ठुलो मण्डलीमाथि र ती कुरा सुन्ने सबैमाथि ठुलो डर पसेको छ भनेको छ, छाएको छ। यसरी हामी डरमा हिँड्ने छोराछोरी चाहिँ शक्तिशाली बनाउँछ क्या प्रभुले। हामीलाई डर लागेन, प्रभुको डर छैन भने हामी आबा न जाबा हुन्छौँ। अघि भने चाहिँ ढोकामै ढुकिरहेको छ, हाम्रो काल ल्याउने ढोकामै ढुकिरहेछ युवाहरू। हालेलुया। डराउनुपर्छ हामी, ढोकामा नढुकोस् हामीलाई प्राण लाने युवाहरू डर भएर ढोकामा ढुक्छ है, ढोकामा ढुक्छ। हामी चाहिँ नि ढोकामा ढुक्ने होइन, हामी स्वर्गमा पुग्ने हुनुपर्छ। हालेलुया। ढोकामा ढुक्ने होइन, स्वर्गमा पुग्ने हुनुपर्छ। यो वचनले परमेश्वरलाई महिमा होस्। हालेलुया। मेरा प्रभुलाई महिमा होस्। हालेलुया। ओ सन हालेलुया। प्रभु यसो प्रभु शक्तिशाली पावरफुल मेरो प्रभुको उपस्थिति
हालेलुया प्रभु धन्यवाद थ्याङ्क यू जिजस लड अफ होली स्पिरिट हालेलुया थ्याङ्क यू आमेन जय मसी सबैजनालाई सबैजना सुन्नुहोस् है प्रभुले आशिष दिउन्